सर, तपाईलाई तिहारको केही प्रश्नहरू छ। कुकुर तिहारमा कुकुरको पूजा किन गरिन्छ? कुकुरलाई यमराजको दूत र नरकको द्वारपाल मानिन्छ। साथै बहदारी र सुरक्षाको प्रतीक हो। यस दिन पूजा गर्नाले यमराज प्रसन्न हुने र अशुभबाट बच्न सकिने विश्वासले कुकुरको पूजा गरिन्छ। भाइ टिकामा दिदी बहिनीले दाजुभाइलाई सप्तरङ्गी टिका नै किन लगाइदिन्छन्? यो टिकाले दाजुभाइको यस आरोग्य, दीर्घायु र समृद्धिको कामना गर्दछ। टिकाका 7 रङलाई प्रेम, शान्ति र प्रगतिको प्रतीक मानिन्छ। त्यसैले 7 रङको टिका लगाइने गरिन्छ। भाइ टिकामा मखमली र सयपत्री फुलको माला नै किन लगाइन्छ? मखमली फुल कहिले ओइलाउँदैन र सयपत्री फुलको रङ कहिले उडेर जाँदैन। फुलहरू दाजुभाइको अटुट प्रेम र दीर्घायुको प्रतीक हो। त्यसैले मखमली र सयपत्रीको फुल नै लगाइने गरिन्छ। तिहारलाई दीपावली वा बत्तीको पर्व नै किन भनिन्छ? लक्ष्मीको स्वागत गर्न र अन्धकारमाथि प्रकाश, ज्ञान र भलाइको विजय प्रतीकको रूपमा घर घरमा दियो र बत्ती बालिन्छ। त्यसैले दीपावली भनिन्छ। तिहार यानि दीपावली कति दिनसम्म मनाइन्छ र यसलाई अर्को के नामले चिनिन्छ? 5 दिनसम्म मनाइन्छ र तिहारको अर्को नाम यम पञ्चकले पनि चिनिन्छ।